फेरि चढ्न ल्याउने मान्छे चाहिँ अनि हामीहरू अहिले डेभनपोर्ट गइरहेको छौँ। Hello guys, we are here in Devonport today. आज हामी डेभनपोर्ट आएको छौँ। मेरो साथीले मैले घुमाउन लिएर आएको छु आज। अनि चस्मा लगाएर जोकर जस्तो पनि देखिया छ। चस्मा लगाएर आइम कुल ब्रो, आइम कुल। अनि राम्रो छ, राम्रो देखिरहेको छ। ब्याक साइड पनि देखाइदियो एकचोटि। पिसफुल छ एकदमै। यस्तो राम्रो ठाउँ छ नि यो। मेनली लाइक जो पहिलोचोटि न्युजिल्यान्ड आइरहेको छ उसले चाहिँ यतै आउने हो फर्स्टमा फेरि चढेर चाहिँ। अनि के भन्नु कति डलर लिन्छ त्यो पनि भनिदेऊ। कति डलर लिन्छ त्यो पनि भनिदेऊ। कति डलर खै म बिर्सेँ यार, कति डलर लाग्यो। 5.7 हो कि कति काट्दा थियो। तर एकदमै राम्रो छ ठाउँ होइन, पिसफुल छ, दामी छ। आज फेरि डे अफ थियो, त्यही भएर साथीलाई घुमाइदिएको। ओन्ली 20 आवर्स स्टुडेन्टले गर्न पाउने, 20 आवर्स पर विक। 6 दिनमा 3-3 घन्टा गर्छ नि त, 20 आवर्स नै हो। त्यस्कैको मैले 6 दिन कहाँ, यहाँ काम छैन। न्युजिल्यान्डमा जबलेस भएर घुमिरहेको छ सबै मान्छे। मैले 6 दिन काम गर्छु, हावा गर्न। हामीहरू पनि जब पाए ब्लग बनाउँछ नि। हाल्दैन, पुरै हालिदिन्छु एज इट इज होइन। तर हामीहरू पनि काम पाए भए त यहाँ अफकोर्स घुम्न लागेको हुन्थेन, काममा हुन्थ्यो। बेरोजगार भएरै घुम्न आएको साथी, के गर्नु। बेरोजगारी छाइरहेको छ न्युजिल्यान्डमा। को हो त्यो पोडकास्टमा भन्ने के अरे यहाँ जब छ जति नि हाल कहाँ छ जाति हामीले जब हामीलाई खोलिदियो नि यार। खोलिदिनु पर्यो अलिअलि। हामीहरू कता जाँदैछ साथी भन त यसो। डेभनपोर्ट त हो, तर अब जान कहाँ लाग्छ त्यो त भन। ए यहाँ लाइब्रेरी हेर केटाहरू, डेभनपोर्टको लाइब्रेरी। फ्लेभरको नाम भन त तिमी, त्यति थाहा छ भने। त्योमा देखाएर अनि फ्लेभर मलाई केही थाहा छैन र जुन तिमी यहाँ हेरेर पो भन्न लाग्यो रहेछ। म त याद छ होला सोच यार होइन, मलाई चाहिँ थाहा छैन। जुन सेलेक्ट गर्छौ गर। डेभनपोर्टको आइसक्रिम गाइस, यो कुन फ्लेभर हो थाहा छैन, तर टेस्ट त राम्रै छ। उसले हो सेलेक्ट गरेको चोइस। that is pistachio and that is I guess choco chips maybe, I don't know. चुज गरे उसले हो। अब मलाई पसल गएपछि बोल्न पनि झ्याउ लाग्छ। अनि उसले गर्यो। अलि आइसक्रिम खाइदिउँ न, जाडो महिनामा पनि आम भेरी साई टाइप अफ पर्सन होइन। त्यसैले त भ्लगमा पनि बोल्दैन म त्यति। ऊ बोल्छ, आज भ्लग ऊ बनाउँछ, म चाहिँ अपलोड गर्ने काम हो मेरो चाहिँ। एकदमै साई पर्सन हो, तर एउटा मान्छे खोज्छु म दिनदिनै बोल्नलाई, अनि मेरो कन्टेन्ट निस्किहाल्छ। सो फाइदा भएको छ मलाई चाहिँ। एउटा यो हो क्या ए मिसाइल, यो क्यानन टाइपमा छ। हो गेम यस्तो रहेछ यता। म देखाउँछु के छ भनेर। भन्छ अहिले यस्तो यो तोप। साथीहरू डेभनपोर्टको हामी माथितिर आएको छौँ। यस्तो भ्यू देखिन्छ। अब भ्यू देखाउने कसरी देखाउने हो, मेरो मुखले देखिन्छ तर यस्तो देखिन्छ है। तर अहिले चाहिँ यस्तो घाम लगाइरहेको छ। यस्तै हो, के गर्नु। मेरो साथीको मोबाइल हो, साथी भन्ने यहाँ छ। कस्तो खालको यतातिर
घाम यताबाट ऊ आयो। आएको चाहिँ ठ्याक्क 1.5 year भइसक्यो होइन अब 2 वर्ष हुन्छ। ऊ आफ्नो एक्सपिरियन्स सेयर होइन म गर्दैन। गर न हल्का I हल्का फुल्का will भनिदेऊ never recommend पुरै भन्नु student coming here. जोडले बोल म कहिल्यै रिकमेन्ड गर्दैन न्युजिल्यान्ड कसैलाई पनि। Say no to me. Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on